ये छोटा वाला दो 14 है ना हाँ ये वाला 50 वाला दे 314 वो ज्यादा छोटा हो रहा है थोड़ा उससे बड़ा रहेगा श्रीमतीलाई चाहिँ यो टमाटर चाहिँ मन पर्यो अरे हो जति धेरै त्यति दाम त्यति मन पराउँछ उहाँले चाहिँ 150 का दीजिए 150 हेलो गाइस वेलकम बैक टू माई न्यू ब्लग आज हामी चाहिँ कहाँ जाने भने हामी चाहिँ अब यहाँ बेङ्गलोरको सुपर मार्केट भन्ने जग्गामा जाँदैछु साग सब्जी लिनुहरू सबैजना रेडी छ उहाँ पनि श्रीमती पुरा रेडी भएर बहुत खुसी भएको छ अब जाने हो अस्ति हेर्नुहोस् हामी गुवाहाटीको कामाख्या मन्दिर गएको थियौँ उहाँको फोटो हो उहाँ चाहिँ यहाँ चाहिँ गौरवको स्कुलको क्यालेन्डर गौरव चाहिँ यो हो तिम्रो फुल भयो भने होइन लाग्यो हेर्नुहोस् यहाँ चाहिँ मलाई उहाँले चाहिँ तँै भन्छ है सानैदेखि मन पराएको त्यही भएर मलाई चाहिँ सानैदेखि मन पराएको मलाई त्यही भएर खालि त म भन्छ सानैबाट त भनेर हाम्रो लभ परेको त्यो तँै भन्छ है गाइस बाबु ल उहाँ हेर्नुहोस् आइज अरे ल हामी चाहिँ हिँड्ने अब यहाँ चप्पलको चाहिँ बजार छ कुन लगाउँ भएको छ म चाहिँ यही लगाउँछु जाउँ ल हेर्नुहोस् तपाईँहरूलाई म देखाउने छ हो निचे गएपछि हेरिराख्नु होला यो भिडियो तपाईँलाई मजा आउँछ ल अब अहिले चाहिँ हामी तल आइपुगेका छौँ हेर्नुहोस् मेरो पछाडिपट्टि ब्याकग्राउन्ड यस्तै छ हो हेर्नुहोस् केटाकेटी खेलिराखेको छ यहाँ चाहिँ तू समझा सानो सानो बच्चा बच्ची उहाँ चाहिँ हो आमको ठुलो गाछी हाम्रो प्यारो कुत्ता छैन काला मान्छेहरू खेल्नु निक्लेको छ सबै हेर्नुहोस् कति राम्रो कुत्ता हेर्नु होला गाइस तपाईँले लास्ट सामान अहिले हामी कहाँ जानेवाला छौँ कहाँ जाँदैछु हेरिराख्नु होला हेर्नुहोस् हाम्रो बेङ्गलोरको छाप्रा छाप्रै घरहरू यसमा चाहिँ सस्तो दामको मान्छेहरू बस्नुहुन्छ तू समझा 3000 रुपियाँ रुम भाडा हामी चाहिँ महँगो रुममा बस्छु जब पछाडि देख्नुभएको छ होला पछाडि उहाँमा यो कुकुर हेर्नुहोस् यहाँको एकदम राम्रो कुकुर हो यसलाई किन्नु पऱ्यो भने 50,000 पर्छ तपाईँहरूलाई चाहिन्छ भने बेङ्गलोर आउनुहोस् हामी चाहिँ आफ्नो सुपर मार्केट चाहिँ अगाडि हो यहाँ चाहिँ हेर्नु कचडाको रास्ता छ यहाँ चाहिँ अहिले चाहिँ हामी कर्नाटक बेङ्गलोर यो बमचन्द्र भन्ने जग्गामा छु उहाँ पनि छ चिन्नुभएको छ होला अघि मलाई त भन्ने सुन्नुभयो होला सानैबडी हामी प्यार मोहब्बत गरेर लभ म्यारिज भएको त्यही भएर त्यो त भनिबस्छ के भने नि त तिमीले लाइक कमेन्ट सेयर गरिदिनु फलो गरिदिनु हस् गाइस यहाँ हेर्नुहोस् कस्तो कस्तो मान्छे देख्नु पाइन्छ हजुरले बेङ्गलोरमा अस्ति पनि पाएन नि यो चाहिँ हेर्नुहोस् बेङ्गलोरको बमचन्द्र भन्ने जग्गा हो मार्केट यो जग्गामा चाहिँ हामी बस्छौँ कति राम्रो राम्रो जग्गा छ यताहरू आएर तपाईँहरू नै रुम लिएर बस्न सक्नुहुन्छ आउनुहोस् होला छिटै गरी काम पनि राम्रो राम्रो पाइन्छ दाम पनि धेरै धेरै पाइन्छ कति सालको बादमा म इन्डिया आएर यहाँ अहिले भिडियो ब्लगिङ बनाउँदैछु तपाईँले लाइक कमेन्ट सेयर गर्नुहोस् गर्नु होला हेर्दै गर्नु हेर्नुहोस् कति भिड लागेको छ
अहिले चाहिँ हामी कहाँ जानेवाला छु भने हेर्दै गर्नु। अहिले चाहिँ म आइपुगिसकेँ यो सब्जी दोकानमा। टमाटर चाहिँ 28 रुपियाँ किलो, हेर्नुहोस् 28 रुपियाँ केजी। कसरी केजी अरे? 28 रुपियाँ। यो आलु चाहिँ 10 रुपियाँ केजी छ, हेर्नुहोस्। कुन चाहिँ किन यो के भयो? यहाँ कति राम्रो छ यो, हेर्नु है। आलु चाहिँ मजाको छ यहाँ, राम्रो लागेन त्यहाँ? हाम्रो श्रीमतीलाई चाहिँ यो टमाटर चाहिँ मन पर्यो अरे हो। जति धेरै त्यति दाम, त्यति मन पराउँछ उहाँले चाहिँ। 35 रुपियाँ केजी टमाटर यो चाहिँ मन पर्यो अरे। वहाँ 28 रुपियाँ केजीको टमाटर देखाएको मन परेन अरे हो। यो चाहिँ सब्जी बजार हो, मजाको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। बेङ्गलोरमा आएर बमचन्द्र भन्ने जग्गा हो यो चाहिँ। कति राम्रो जग्गा छ यहाँ चाहिँ। अहिले आइपुग्यौँ माछा लिनु हामी। चन्दा माछा लिने अब 300 रुपियाँ किलो हो। हेर्नुहोस् हामी चाहिँ सब्जी लिएर जाँदैछु अहिले रुमतिर ल। हातमा पुरा यो सब्जी बोकेको छु। मार्केट चाहिँ यही हो, बेङ्गलोरको मजाको मार्केट छ, राम्रोसँगले तपाईँहरू पनि आउनुहोस्। राम्रो जग्गा छ, मान्छेहरू पनि राम्रो छ। कालो पनि पाइन्छ, गोरो पनि पाइन्छ हो। अब चाहिँ हामी जाँदैछु सुँगुरको मासु लिनु। यो चाहिँ अर्कै मार्केट हो। टमाटर खोइ ल्याऊ छ यहाँ धनियाँ। यहाँ चाहिँ हामी धेरै केही किन्दैनौँ किनभने हामीले अलरेडी किनिसकेको छु। आज सिर्फ धनियाँ मात्रै लिने आएको हो। ल धनियाँ छैन अरे यति ठुलो दोकानमा। कौन है ये लोग, कहाँ से आते हैं? हामी फर्किनु लाग्यौँ अर्का सुँगुरको मासुको दोकानतिर। अब हेर्नुहोस् यहाँ चाहिँ सुँगुरको मासुको दोकान आइपुग्नु लाग्यो। अब हेर्नुहोस् सुँगुरको मासु यहाँ हो। आज चाहिँ त्यति रहेनछ, सकिसकेको छ। यो चाहिँ एरन्डल्ली भन्ने जग्गा चाहिँ मार्केट। जग्गा चाहिँ मजाको छ। यहाँ चाहिँ 200 को मासु रेडी भइसकेको छ। हेर्नुहोस् साथीहरू, आज चाहिँ बजार गर्दा हेर्नुहोस् पुरा रात परिसकेका छन्। वहाँ सुँगुरको मासु पनि लिएर आएको छ अहिले भर्खर हो। यो चाहिँ बेङ्गलोरको बमचन्द्र भन्ने जग्गा हो। अँध्यारो भइसकेको छ। हेर्नुहोस् यहाँ चाहिँ निचे सामान छ मसित हातमा। यहाँ चाहिँ कुत्ताहरू थुप्रै छ, चोर्ने कुत्ताहरू सट्टै चोरेर हिँड्छ। मासुको टप्ला देख्यो भने। हामी चाहिँ सब्जीहरू लिएर आइपुगिसक्यौँ। अब जानेवाला छु। हेर्नुहोस् है हामी चाहिँ रुममा आइपुग्यौँ। बेसी दूर छैन, रुम चाहिँ यतै छ। बहुत अँध्यारो भइसकेको छ, थुप्रो बजार सतर गरिरहेको छ। हेर्नुहोस् यो चाहिँ रुम हो। सिडी चढ्नु पर्छ नत्र भने त दिगदारी हुन्छ। यसलाई हेर्ने छु आउँदैछ बिचरा घ्याग्रा गर्दै। आज चाहिँ के लाइट छैन न क्या हो, अँध्यारो छ त हौ।
यो हामी चाहिँ रुममा आइपुग्यौँ हो। ए सब्जी कसरी लायौँ गाइस। आज मेरो चाहिँ ब्लग यति नै हो, राख्यो। हेर्नुहोस् अघि ल्याएको मैले, यो चाहिँ माछा हो, चन्दा माछा। मासु पनि हो, सुँगुरको मासु। अब बनाएर खाने हो। हाम्रो हिरो हेर्नुहोस्, खतरा देश नाति केटा, म त बाजे भए। साबास। दाजुको ठुलो छोरीको ठुलो छोरा नाति केटा। के गर्नु हो? अब यस्तै दुःख बेङ्गलोरमा चाहिँ हो। बेङ्गलोरमा बममा छु। त ठिक छ गाइस, अहिले चाहिँ म माछा दिन्छु ल। यो मासु पनि दिन्छु।